अब एक एकवटा आलु चप लिँदै यसलाई ब्याटरमा डुबाउँदै तपाईहरुले फ्राई गर्न सक्नुहुनेछ। अब सबै तपाईहरुले बनाएका आलु चपलाई यसरी नै फ्राई गर्नु होला। तेल तातो भएकोले तपाईहरुले ब्याटरलाई धेरै लामोसम्म पकाइरहनु पर्दैन। यो कलरै एकदमै कालो हुइन्जेलसम्म तपाईहरुले तेलमा राख्नु पर्दैन। अलिक राम्रोसँगले खरेर तपाईहरुले 2 मिनेट जस्तो दुवै साइड पकाउनु भयो भने यो पर्फेक्टली पाक्छ र तपाईहरुले यसलाई बाहिर निकाल्न सक्नुहुनेछ। आलु चप फ्राई गर्दा गर्दै म तपाईहरुलाई चामलको पिठो मैले किन हाले भनेर पनि म बताउँछु। चामलको पिठोले चाहिँ तपाईहरुको कुनै पनि यसरी फ्राई गरेर खाने चीजलाई एकदमै क्रिस्पी बनाउँछ। अवश्य नै ट्राई गर्नु होला, एकदमै क्रिस्पी हुन्छ। ल त्यो भन्दा भन्दै मेरो यो आलु